म त 27 वर्षको थिएँ यो फिल्म साइन गर्दा। गाइस, अनमोल केसीले कुरै कुरामा आफ्नो उमेरको पनि खुलासा गर्नुभएको छ। आखिर अनमोल केसी कति वर्षका पुगे त जानेछौ आजको यो भिडियोमा। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र आजको भिडियोमा तपाईहरुले जान्नुहुनेछ कि फिल्म बनाउनु भनेको कुनै पनि सानो कुरा भने होइन रहेछ। किनभने अनमोल केसी 27 वर्षको हुँदादेखि जेरी अन टप मुभीको मेकिङ सुरु भएको थियो भने अहिले अनमोल केसी 31 वर्षका भएका छन् र अहिले आएर जेरी अन टप मुभी सार्वजनिक भएको छ। यस दौरान अन्य फिल्महरू आए तापनि आफूले अभिनय गरेको फिल्मको परिणाम थाहा पाउनको लागि भने मनमा खुल्दुली त आखिर हुन्छ नै, जसको लागि उनले 3 देखि 4 वर्षसम्म कुर्नु परेको थियो। सो गाइस, तपाईहरुलाई जेरी अन टप मुभीमा अनमोल केसीको क्यारेक्टर आखिर कस्तो लाग्यो? तपाईहरुलाई पर्सनली उहाँको क्यारेक्टर मन परेन? तपाईहरुको मनमा लागेको प्रतिक्रिया प्लिज कमेन्टमा जस्तोको जस्तै लेख्न नभुल्नु होला भन्दै आजको लागि गाइस यति नै। नेक्स्ट भिडियो डेफिनेटली भेट्नु आशा गर्दै जय देश जय नेपाल, टेक केयर एन्ड गुड बाई।